बन्दैन स्ट्यान्ड गरेर देश बन्दैन केपीएलको रेल पो आइरहेको रहेछ म्याडम हो के भन्नुहुन्छ तपाईँ अब के भन्छु आइम सरी हजुर अब नि हुनुहुन्थेन अब भयो यो कुकुर र तपाईमा के फरक छ यो देखिहाल्यो के फरक छ केही फरक छैन हेलो अनि नमस्ते सम्पूर्ण साथीहरुमा आज फेरि पनि उपस्थित भइसकेको छु तपाईहरुमा आज अर्को भिडियो लिएर अर्को रियाक्सन भिडियो लिएर आइसकेको छु भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला है त आउनुहोस् भिडियो सुरु गरौँ ढिला नगरिकन भिडियो सुरु गरौँ ल भिडियो सुरु गरौँ है त जेनजी पुस्तालाई पिर पर्यो अरे राम्रो लागेन अरे जेनजी पुस्ता भन्ने चाहिँ कुनै ठगी खाने भाडो हो जेनजी पुस्ताको नाम लिएर जे पनि गर्न पाइन्छ प्रधानमन्त्री यो मान्छेको अनुहारमा कुनै पनि हेर्नु न त्यो अनुहार यस्तो इगोइस्टिक अनुहार छ के कुनै पनि आत्मग्लानी छैन केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् खेलाउन हो सही हो केटाकेटी खेलाउन हो भन्थे देख्यो खेलाउन के भगवान ल ओली यो टोपी के को दाइ यो सांसद भवन पुगेल ए भगवान लाइसेन्स छैन ओहो हिटर होला त्यो हिटर त यतिखेर प्रत्यक्ष प्रसारण छौ तपाईलाई देखाउन चाहन्छु हेर्नुस् कस्तो अवस्था छ हेर्नुस् ल पिङ खेलेर अहिलेको अवस्था केपीओलीको कुर्सीमा हिसाबले केपीएलको रेल पो आइरहेको रहेछ एकजो सलाम पनि हान्देऊ है सलाम ल उभिएर केटाहरू सलाम हान्दियो नि त अनि हात गइसकेर यार हात तेरिका बिचारा इतने तेजस्वी लोग हैं हमारे पास जेनजी का कार्यकर्ताहरू जेनजीहरू भोक लागेपछि संसद भवनभित्र छिरेर अम्बा खाँदै कान्तिपुरको नयाँ प्रस्तुता हामी कान्तिपुरको नयाँ प्रस्तुता तपाईलाई देखाउन चाहन्छु हेर्नुस् कस्तो अवस्था छ हेर्नुस् ऋषि धमला चाहिँ जहाँ पनि पुग्ने हो यार यो मान्छे मापाचे चेकिङ पनि हरिफ तरिकाले ये सब क्या देखना पड़ रहा है ए भगवान केटाहरु के हो यो बाटोमा मुद्नेलाई बाटोमा नमुद नेताको मुखमा मुद बरु चलो चल त जेनजी नाम के हो दाइको नाम मेरो भ्रष्टाचारी मेरो भ्रष्टाचारी ल रक्सी बोकेर हिँडिरहेको त ल फेन्टा ए आमा अलि यति साह्रो त गर्न हुँदैन रन्डी ल हेर वाक्कै दियो यार पछाडि हेर लौला आमा हेरौँ त यो भगाई पिटेको सरकारी मन्त्रीको यो चाहिँ सरकारी मन्त्रीको कुर्सी हो ल फोन चाहियो भन्नु सर सरकारी मन्त्री मेरो एजेन्डा ठ्याक्कै भनेको देश विकास हुनु पर्यो म बच्चा हुँदा भएको प्रधानमन्त्री मेरो बच्चा हुँदा नि प्रधानमन्त्री हुन्छ हुँदैन हुँदैन
कसैलाई के को धन्दा कसैलाई के को धन्दा घर ज्वाइँलाई चाहिँ खानुको धन्दा भने जस्तै क्या यहाँ आफूलाई देशको बारेमा कत्रो चिन्ता छ यिनीहरूलाई चाहिँ त्यो राईले ओहो ओहो पुरै हरिफ छ त म मेरो घर बनाइरहेको छु मैले काठ किन्न सकिनँ मलेसियाबाट आउँदो रहेछ एउटा कुनै कतिको 3-4 हजार 8 हजार कति हो त्यो सोचेन ला मलेसियाको काठ त कस्तो भएछ त 3-4 हजारको कति हो यहाँबाट किन्न सकिनँ मलेसियाबाट लिएर आएको हुँदैछु भनेको त ए जल्दो रहन्छ क्या हो यो अब मलेसियाको काठ लगेर गाडी के भन्छु आइम सरी यो हजुर पनि हुनुहुन्थेन अब भयो यो कुकुर र तपाईमा के फरक छ यो कुकुर र तपाईमा के फरक छ सही क्वेशन हो फरक केही पनि छैन देखिहाल्यो केही फरक छैन केही फरक छैन ल बाइक मेरो हो के त यो ल मेरो सोल्टीले सही मौका पाएन बन्दैन स्टन्ट गरेर देश बन्दैन ल देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ काममा इमानदारीता हुनुपर्छ अच्छा हमको सिखा रिया है ल कुकुर ल आइदियो त कसैलाई के को धन्दा कसैलाई के को धन्दा घर ज्वाइँलाई चाहिँ खानुको धन्दा भने जस्तै क्या ए राजेन्द्र खड्की पनि ए मोदी सरकार यो हो नि त नि आर्मीको पारा नेपाल आर्मीलाई सम्मान ओहो सांसद भवन ल आजलाई यति नै तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला लाइक शेयर सब्स्क्राइब गर्नु होला र आजलाई यो भिडियो यही नै टुङ्गाउन चाहन्छु अर्को भिडियोमा फेरि भेटौँला भन्ने आशाका साथ